हेलो गाइस हामी चाहिँ सुन्तला खान आएको सुन्तला सक्यो सुन्तला सकियो सुन्तला चाहिँ टिपेर पुरै सुन्तला पऱ्यो सुन्तला उहाँ चाहिँ मुन छ अझै पनि कति बजिसक्यो अरे 7-8 बजिसक्यो यहाँ के छर्नु भएर रहेछ र गहुँहरू छर्नु भएर रहेछ क्या सुन्तला सुन्तला जाडोमा नि 7 बजे जाडोमा सुन्तला सानो खानी भाइ आउनुहोस् हाम्रो के अरे गलुवा मालडुङ्गाबाट माथि सुन्तलै सुन्तलाको धनी कागती चाहिँ पहिला हुने रहेछ अहिले चाहिँ मरिछ के बुट्टा नै तल चाहिँ त्यो पाङ बजार भन्दो रहेछ पाङ गाउँ नि होइन पाङ गाउँ पाङचुवा पुरै सुन्तला कति खाने हो सुन्तला यो चाहिँ पुरै होलसेलको लागि होला नि यो त पुरै होलसेलको लागि हो यो त पसलमा यो बाजेले किर्सी माउस गर्नु रहेछ क्या मेरो फोटो देखिन भन्नुहुन्थ्यो अघि पोखरा किर्सीबाट यहाँ चाहिँ पोखरा किर्सीबाट आउनुभयो गण्डकी परदेश क्या पुरै रहेछ क्या गण्डकी परदेश पोखरैबाट आएको रहेछ हामी पनि पोखरैबाट आएको माथि चाहिँ पुरै जङ्गल छ यता चाहिँ सुन्तला अरू खेती चाहिँ गर्न छोड्नु भएछ सुन्तला छ सानो सुन्तला ठुलो सबै टिपिसक्यो सानो मात्रै छ जाडो चाहिँ लास्टै छ यस्तो पुरै सानो हाई गर्दो कस्तो छ यहाँनिर रहेछ नि होइन धारो त तर यहाँ नआउने रहेछ क्या नजरेको के हो बाजे कता जानु भएको फेरि बाजे चाहिँ ए सुन्तला टिप्न खै त अनि हामीलाई राखिदिएको कताको बुढा हो त यो त सानो बोय हामीलाई के उस खै त हामीलाई सुन्तलाको बुट्टा हाम्रो बोय माइली बोय यो त हाम्रो सानो छ्यामा ओहो सुन्तला यताको ए यहाँ रहेछ नि अन धेरै नि सानो हाई गर्दै त यता हेर न छिटो लजाको बहिनी चाहिँ लाज मान्यो क्या धेरै बोल्दिनँ अझै बुढेसकालमा पाएको नि त खासै धेरै बोल्दिनँ अनि खासै धेरै गाउँहरू पनि छैन क्या सुन्तला इनफ छ सुन्तला चाहिँ जति खाए पनि यहाँबाट चाहिँ धौलागिरीको भ्यू देखिँदो रहेछ हिमालको उता चाहिँ पाङ गाउँ हामी चाहिँ हिजो उताबाट आएको रातिमा आउँदा बाटै देखेन के अरे मम्मी सानो मम्मीलाई गर्दै त छिट्टो यम्मी भनिदेऊ रे ल छिटो यम्मी भनिदेऊ रे यम्मी भन् म कता चढ्ने त बुटामा चढ्ने यहीँ चढ नि त बुटामा ए यो हो फुपू जानु हो फुपू कता गयो यहाँ छिरा यहाँबाट छिरा के बुटामै चढ्ने हो क्या
टिपेला जस्तो हुने नि उत्तिखेर छक्का लाग्ने कि मेरो त कस्तो पाटियो खुट्टै अझै कति धेरै टिप्नु त्यो गम 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 टिपाउला जस्तो होइन तर नसक्नु के बाजे म कस्तो देखेछु नराम्रो देख्छु रे भाइ यो बाजे हाम्रो सुन्तला धनी बाजे माइला बाजे यहाँ चढेर यहाँ माथि चढेर टिपेको पारी पारी गाउँहरू यस्तो छ पारीको गाउँहरू
एउटा प्याकेटमा हुन्छ पनि ए घरको पठाइदिनु पर्छ त्यो अनि मिठो थियो है त त्यो र यो दुईटा छ यसको भावमा दिनु यस्तै चाहिँ मेरो कस्तो सिधै त्यसो मैले यसोबाट यसो पछ आजकल टिभी भएर नि बस कति खाने सुन्तला ए त्यो बाबुको बाबाको त्यो भाइ कहिले जान्छ त्यो कहाँ त्यो भाइ उही अब 2 महिना 2-3 महिना चाहिँ आउने त्यति बेला चाहिँ मात्रमा यो कसले टिप्छ त फेरि हेर्नु त यात्रा भएको कति दामी भयो के भनेको दिदीले बनाउनु भएको हाई गरिदिनुहोस् त जाडोले सिगान आएर अब कागती टिप्ने पाली सानो सुन्तला सानो सुन्तला जे खायो ठुलो आयो नि फेरिमा टिप्दै काम गर्दै हिँड्दा त रमाइलो बेलुका चाहिँ साथै जान्छ हिजो के गरेको होला भनेको त टुलुलुलु हेरेर बसेको पछाडि बाहिर जाम नलेके भर्खर शरीर तातो थियो मेरो ए यहाँ हेर्नु त लसुन भएछ कि लसुन उता चाहिँ घाम छ यता चाहिँ अस्ताइसक्यो पुरै यो जङ्गलले गर्दा होला नि यो जङ्गलले पुरै जङ्गल छ जङ्गलले गर्दा हो कि जङ्गलले गर्दाखेरि बिस्तारै हिँड्नु है हजुरले बरु मजाले ठुलो रस हालेर क्या त्यो आँखातिर मिलाएर यहाँ पनि रहेछ त नि धारो किन होला फेरि धारो बनाएको नजोडेको क्या मिटरवाला धारो रहेछ हेर्नु पछि फल्छ सक्यो क्या अहिले बेलाउतीको सिजन नै त्यस्तो भयो त्यहाँ सुन्तला खसेर बिजोक छ बिजोक हामी उहाँ भएपछि खाइन्थ्यो यहाँ फेरि यहाँ आएर नि धेरै देखेपछि त वास्तै नलाग्ने क्या मिठै नहुने खाम जस्तै नहुने फेरि उहाँ गएर नि सकिने बेलामा अब कागतीको रुख उहाँ कति मजाले के अरे घामला त नि अघि त कति धेरै उतापट्टि रहेछ पुरै उस मरिछ के पुरानो भयो होला नि धेरै अब बुढो भयो होला नि बरु माथि थियो नि माथि अझ माथि पनि छ के रुखहरू कागतीको रुख अघि हामी सुन्तला टिपेबाट नि माथिपट्टि आच्छा अघि त कति धेरै देखिन्थ्यो त उता रहेछ क्या वहाँनिर
त्यहाँनिर छ टिप्न चाहिँ सक्यो मर्न लाग्नु छ जाडो भएर टमाटर निलै भयो दुःख हुन्छ कागती टिप्न खाना त मन जान्छ चटपटमा हालेर दुईटाले यति पमै मजाको यो चाहिँ हाम्रो झोला थोरै टिप्पी छ लाउनु हुन्छ है त चोक लिएर आउनुपर्ने रहेछ नि बजेले दिनुभएको थियो कि म बिर्सेँ सानो सानो सुन्तला नै रोकिदिनु भएछ हेर्नु न माथिको अब चोक नलेखिन त कसरी टिप्ने होला पालो पालो माथि माथि छ कागती टिप्ने काम पाउनु दिदीले अन्त नि कस्तो पालो पालो नि पाकेको छैन नि बच्चा त केटाले केटाकेटी दुइटै ऊ त्यो तलको तल पाइछ त्यो नि गर्नु न तल फाल्नु न ऊ त्यो तल अघि जुट्टाको ए आयो सबै अनि गयो नि उठाए पनि कस्तो हुन्छ होला नि त आफ्नो उपचारको लागि सक्छ होला अनि लेमन लेमन उहाँ चाहिँ कति रे 20 रुपियाँको तिनवटा केरा आउँछ नि यहाँ चाहिँ फ्रीमा यो चाहिँ फ्रीमा हो है यो चाहिँ पोहोर त कति धेरै भएर बोतलहरूमा निचेर राख्थ्यो अरे आमा बजेले अनि हामी पहिला यस्तोहरूमा कुखुरालाई यस्तो के माकुराहरू खोज्न हिँड्थ्यौँ क्या होइन पालमा उस हुन्थ्यो क्या यस्तोहरूमा कुखुराको चल्लाहरूलाई माकुरा खोजेर हिँड्थ्यौँ यस्तोमा अनि फटेङ्ग्राहरू आजकल देख्दा चाहिँ अचम्म लाग्ने क्या रङ्ग लाग्ने पहिला योहरू खोज्दै हिँड्थ्यो सानोमा यस्तो माकुरा हुन्छ कि यहाँभित्र माकुरा हुन्छ छेउतिर कुखुरालाई दिन्छ गएको गाउँहरू त बिचरा भक्कल उम्रन लागेको छ नि सुन्तला पनि पुरै मार्दैछ क्या कोप्चा लागेको छ त्यो बोइ नि त्यो कान्छी बोइ बित्दै हिँड्ने नि यस्तोमा त्यो कागजहरूको काँडाहरू झर्छ नि त रुई नाच्छ होला कहिले सुन्तला भने त सबै चौरासी भ्यू चाहिँ राम्रो देख्दा बाजेले हेर्नु हाँस्नुहुन्छ बाजे अब सुन्तला लोड गर्ने